त्यो घरबाट गइन्छ त्यहाँबाट माथि है चाहिएको त्यो खनेको बाटोबाट जाने है त्यो पिच बाटो हो त्यो जम्मै खने यहाँ खनेको देखियो नि त्यो पुरै पिच बाटो हो हजुर थ्याङ्क यू Hello everyone, it's me Sini Ami back again with a new video. So आज चाहिँ मलाई ओल्ड इज गोल्ड पनि किन्न जान छ र एउटा रिच ड्याड पुअर ड्याड भन्ने बुक पनि किन्न छ. सो लेट्स सी के कसरी हुन्छ भने र मलाई मेरो साथीसँग टाइगर टपमा नि जान थियो कि जस हाम्रो चाहिँ हिजो कुरा भइरहेको थियो त्यहाँनिर जाने भनेर. अनि प्लस म चाहिँ अलिक छिटो जान्थेँ होइन, ट्युसन पनि जानुपर्छ, नत्र भए ट्युसन जान नपरेको भए चाहिँ म अलिक छिटो जान्थेँ. सो म चाहिँ ट्युसन क्लास पढ्छु अनि पढिसकेपछि चाहिँ त्यहाँनिर उसलाई भेट्छु अनि ऊ र म चाहिँ टाइगर टप जान्छौँ भनेर. सो म नि एक्ज्याक्ट स्योर छैन कि त्यो ठाउँको नाम टाइगर टप हो कि होइन, तर त्यही जस्तो लाग्थ्यो. सो लेट्स सी के कसरी हुन्छ भनेर. अब चाहिँ म चाहिँ डाइरेक्ट बुक किन्न जाँदाखेरि दिएको सिन देखाउँछु. हल्का फुल्का काम थियो यातायातमा अनि मैले त्यो काम भइसक्यो र म यहाँ चाहिँ ड्याडीसँग ओल्ड इज गोल्ड बुक किन्न गइरहेको छु. ड्याडी चाहिँ अगाडि जानु भइसक्यो, म चाहिँ बिस्तारै जाँदैछु. सो मैले त रिच ड्याड पुअर ड्याड बुक पनि किन्छु भनेको थिएँ, मम्मीलाई भनेको किनिदिनु भएन. अब चाहिँ ड्याडीसँग त्यही क्लास 12को सेट बुक किन्छु अनि साथीलाई पिक गर्छु. साथीलाई पिक गरेपछि ट्युसन पढ्न जान्छु अनि क्लास सकिसकेपछि म टाइगर टपतिर जान्छु. सो अब एकैचोटि टाइगर टप जाँदा हेरौँ होइन के कस्तो हुन्छ भनेर. सो हामी साथी र म चाहिँ यहाँनिर भद्रकाली आइसक्यौँ. अब हामी चाहिँ टाइगर टप जान्छौँ. सो लेट्स सी के कस्तो हुन्छ भनेर. टाइगर टप जाने बाटो यही हो हजुर. टाइगर पनि ऊ माथिको किरानमा हो त्यो घरहरू देख्यो नि हजुर त्यहाँ हो. यो पाइप त्यहाँ झोली पुल छ सिधा जानु हजुर. अनि त्यो खनेको बाटो देख्यो नि त्यो बाटो त्यो. सो हामी चाहिँ टाइगर टपनिर पुग्न लागिसक्यौँ अनि हामी यहाँनिर बसेर एकछिन फोटो खिचिरहेको थिएँ र मैले भिडियो बनाइरहेको थिएँ. मैले उसको फोटो पनि खिचिसकेँ र मैले मेरो फोटो पनि खिचिसकेँ. सो अब चाहिँ हामी चाहिँ जान्छौँ एकछिन गफ गर्छौँ अनि पछि हामी जान्छौँ. सो यहाँको भ्यू चाहिँ लास्ट दामी देखिरहेको कि वे टु दामी देखिरहेको. सो मैले चाहिँ म र मेरो साथी चाहिँ यहाँनिर आइसकेँ अनि यहाँनिर आएर मैले फोटो पनि खिचिसकेँ, भिडियो पनि खिचिसकेँ. सो मलाई चाहिँ एकदम लेट भइरहेको अनि मम्मीले नि फोन गर्नु भइरहेछ. अब म 102-3टा फोटो खिच्छु अनि पछि साथीलाई उसलाई छोड्छु अनि उसलाई छोडेर म पसल गएर मम्मीलाई लिएर म घर जान्छु. सो त्यही त हो. भ्यू चाहिँ दामी छ है यताको, भ्यू चाहिँ राम्रो छ है. अनि यो ठाउँको नाम चाहिँ टाइगर टप हो. यहाँ चाहिँ आऊ, दामी छ ठाउँ. सो द्याट्स इट. सो यो भिडियोको लागि चाहिँ यति नै राखौँ. मैले चाहिँ एडिट पनि गरिरहेको छु अनि त्यसपछि मलाई पानीपुरी नि बनाउनु छ र मेरो त्यसपछि धेरै कामहरू छ. सो अब म चाहिँ त्यो काम गर्न जान्छु. सो द्याट्स इट फर टुडे गाइज. आइल सी इन द नेक्स्ट भिडियो. टिल देन स्टे ह्याप्पी, स्टे सिङ्गल. बाई. जाऊ गएर मलाई इन्स्टामा नि फलो गर.